पछिल्लो 24 घण्टामा थप 186 जनामा कोरोना भाइरस कोभिड-19 को संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालाहरूमा 4216 जनाको नमुना परीक्षण गर्दा 186 जनामा संक्रमण पुष्टि भएको हो। यसैसँग कुल संक्रमितहरूको संख्या 17844 पुगेको छ। उनीहरूमध्ये 40 जनाको मृत्यु भएको छ भने 11868 जना निको भएका छन्। पछिल्लो 24 घण्टामा मात्र 173 जना आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन्। कोरोना भाइरस संक्रमणको महामारीका कारण विदेशमा यो साता थप 16 जना नेपालीहरूको निधन भएको गैर अवश्य नेपाली संघ NRNA ले जनाएको छ। यसैसँग विश्वभर कोरोनाबाट मृत्यु हुने नेपालीहरूको संख्या 200 पुगेको छ। गैर अवश्य नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डाक्टर सञ्जीव सापकोटाका अनुसार यो साता कतारमा 8 जना, कुवेतमा 3 जना र UAE मा 5 जना नेपालीहरूको मृत्यु भएको छ। नेपालमा अझै 4 दिनसम्म भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। नेपाली आकाशमुनि न्यून चापीय रेखा आएर बसेको र यो नहटेसम्म वर्षा जारी रहने महानिर्देशक सर्जु कुमार वैद्यले बताएका छन्। वैद्यले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनलाई ब्रिफिङ गरे अनुसार प्रदेश 1, प्रदेश 2, बागमती, गण्डकी, प्रदेश 5 र सुदूरपश्चिम प्रदेशमा घना वर्षा भइरहेको छ। भारतमा निरन्तर कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा देखिएको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो 24 घण्टामा कोरोना भाइरस कोभिड-19 का 40,425 नयाँ संक्रमितहरू फेला परेका हुन्। यसैसँग भारतमा कोरोना भाइरस संक्रमितहरूको संख्या 11,18,042 पुगेको छ। भारतमा एकै दिन सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमितहरू फेला परेका हुन्। त्यस्तै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेहरूको संख्या पनि 27,000 नागिसकेको छ। अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण 27,497 जनाको मृत्यु भइसकेको छ। भारतमा पछिल्लो 24 घण्टामा मात्र कोरोना भाइरसका कारण 81 जनाको मृत्यु भएको छ। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको विवादको विषयमा पूर्व माओवादी स्थायी कमिटी सदस्यहरूसँग छलफल गरेका छन्। नेताहरूलाई आफ्नो निवास खुलमटार बोलाएर प्रचण्डले केन्द्रीय कमिटीको पछिल्लो बैठकदेखि अहिलेसम्म प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्तासम्मका घटनाक्रमबारे ब्रिफिङ गरे। पूर्व माओवादी भनेर बैठक गर्नु उपयुक्त नभए पनि अहिलेको परिस्थिति अलि जटिल भएकोले राय सल्लाह लिन बोलाएको हुँ भन्दै प्रचण्डले बैठक सुरु गरेका थिए। सप्तरीमा मृत्यु भएका कोरोना संक्रमित वृद्धको पसलमा काम गर्ने कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। राजविराज नगरपालिका 6 का 72 वर्षका संक्रमित वृद्धको गत बिहीबार राति धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो। विश्व बैंकको सहयोगमा नेपालमा रोजगार सेवा विस्तारको कार्यक्रम सञ्चालन सुरु भएको छ। यसका लागि विश्व बैंकले करिब 14 अरब रुपियाँ बराबरको सहयोग गरेको छ। युवा रोजगारीको लागि रूपान्तरण पहल आयोजना नाम दिएको यो कार्यक्रम प्रधानमन्त्री रोजगार कार्यक्रमसँग आबद्ध हुने भएको छ। आन्तरिक रोजगारी प्रबन्धन गर्न विश्व बैंकको ऋण सहयोग आर्थिक रूपमा विपन्न बेरोजगार युवाहरूलाई रोजगारीको अवसर सिर्जना, सिप तथा क्षमता अभिवृद्धि र रोजगारमूलक सेवाको विस्तार मार्फत श्रम बजारको परिणाममा सुधार ल्याउन लक्ष्य आयोजनाले लिएको विश्व बैंकले जानकारी दिएको छ। यो वर्ष मनसुन सुरु भएदेखि हालसम्मको समयमा 113 जनाको मृत्यु भएको छ। बाढी र पहिरोका कारण 28 जिल्लामा 113 जनाले ज्यान गुमाएका हुन्। विभिन्न जिल्लामा भएका घटनामा 103 जना घाइते भएका छन् भने 45 जना बेपत्ता भएका छन्। बेपत्ता हुनेहरूको खोजी कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको केन्द्रीय प्रहरी प्रवक्ता DIG निरज बहादुर शाहीले जानकारी दिएका छन्। हिजो साउनको पहिलो सोमबार र सोमबारे औँसी पनि कोभिड-19 को महामारीका कारण बन्द गरिएको मन्दिर तथा देवस्थल अझै खुल्ला गरिएको छैन। सरकारले मूल मन्दिर खुल्ला नगरे पनि हिजो पशुपति क्षेत्रमा दर्शनार्थीहरूको भिड लागेको थियो। तर साउनको पहिलो सोमबार श्रद्धालुहरूले पशुपति मन्दिरको बाहिरपट्टि नै पूजा आजा गरी फर्किएका छन्। पशुपतिको सबैतर्फको मूलद्वार बन्द गरिएको छ, तर श्रद्धालुहरूले पशुपति परिसरमा खुल्ला रहेका विभिन्न मन्दिरहरूमा पूजा गरेका थिए। कर्णाली प्रदेशमा पछिल्लो 24 घण्टामा थप 11 जनामा कोरोना भाइरस कोभिड-19 को संक्रमण पुष्टि भएको छ। सुर्खेत स्थित प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल प्रयोगशाला र भेरी अस्पताल बाँकेको प्रयोगशालामा गरिएको PCR परीक्षणमा थप 11 जनामा संक्रमण पुष्टि भएको छ। थपिएका संक्रमितहरू मध्ये सुर्खेतका 4 जना, सल्यानका 3 जना, दैलेखका 1 जना, कालीकोट र हुम्लाका 1 जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीले जानकारी दिएका छन्। यसैसँग कर्णाली प्रदेशमा कुल कोरोना संक्रमितहरूको संख्या 1749 पुगेको छ। अविरल वर्षा र बाढीका कारण धादिङमा पृथ्वी राजमार्ग ठाउँ-ठाउँमा अवरुद्ध बनेको छ। चितवनबाट धादिङ प्रवेश गर्ने पृथ्वी राजमार्गको बिन्दु मौवा खोलाको पुल बाढी र पहिरोले क्षति पुर्याउँदा यातायात आवत जावत नै बन्द भएको छ। बाढीले पुलको धादिङ तर्फको खण्ड भत्किएको छ। इलाका प्रहरी कार्यालय गजुरीका अनुसार मौवा खोला नजिकै ठाडो खोलाले टिपर पनि बगाएको छ।
अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर क्षेत्र डुबानमा परेको छ। बाढीका कारण बराई क्षेत्रका करिब 3 दर्जन घर डुबानमा परेको भक्तपुर नगरपालिका वाडा नम्बर 3 का वार्ड अध्यक्ष रामकृष्ण गोराले जानकारी दिएका छन्। विश्वभरिमा कोरोना भाइरस संक्रमितहरूको संख्या 1,46,69,620, निको हुनेहरूको संख्या 87,52,234 र मृत्यु हुनेहरूको संख्या 6,09,533 पुगेको छ। कतारमा कोरोना भाइरस संक्रमितहरूको संख्या 1,06,648, निको हुनेहरूको संख्या 1,03,377 र मृत्यु हुनेहरूको संख्या 157 पुगेको छ। नेपालमा कोरोना भाइरस संक्रमितहरूको संख्या 17,844, निको हुनेहरूको संख्या 11,868 र मृत्यु हुनेहरूको संख्या 40 पुगेको छ। कोरोना भाइरसबाट आफू पनि बचौं र अरूलाई पनि बचाउँ। यस्तै ताजा अपडेट हेर्नको लागि च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।